मुद्दा हाल्नुभएको थियो तपाईँलाई जो व्यक्तिले प्रहार गरेको थियो उहाँलाई मुद्दा हाल्नुभएको थियो आज उहाँ पक्राउ पर्नुभएको छ त्यो विषयमा जानकारी दिनु म यो विषयमा चाहिँ के भन्नुहुन्छ नेपाल प्रहरीले पक्रिनु भइसक्यो हाम्रो अहिलेको आइजिपी दीपक थापा सरले उहाँलाई चाहिँ पक्रिने आदेश दिनुभएको छ उहाँ चाहिँ अहिले कानुनमा हुनुहुन्छ अहिले भर्खरै पक्रियो भनेर मैले सुन्नमा आएको छु अब जे गर्छ कानुनले गर्छ जसरी तपाईँहरूले एकअर्कामा अनेक थरीका आरोप प्रत्यारोप लगाइरहनु भएको छ छानबिन सत्य तथ्य होला यो सबै कुरा त कानुनले नि हेर्छ होइन म चाहिँ कानुनलाई के भन्छु भने अब नेपाल प्रहरीलाई चाहिँ हामीले नेपाल प्रहरीलाई कति गाली गरिन्थ्यो कति नराम्रो सोचिन्थ्यो आज नेपाल प्रहरीले गर्दा मैले न्याय पाएको छु त्यो कारणले गर्दाखेरि जे हुन्छ नेपाल प्रहरीले गर्नुहुन्छ कानुन छ अदालत छ यदि मैले गलत गरेको भने मैले भोग्नुपर्छ होइन यदि उसले गलत गरेको छ भने उसले भोग्नुपर्छ उसको त्यो सानो सानो नानी बाबु पनि छ होइन मलाई पनि माया लागिरहेको छ र मलाई सबैले भन्छ कतिले चाहिँ माया लागिरहेको छ भन्दाखेरि तपाईँहरू बाहिर गएर हिँड्नुहोस् भन्दा सम्झौता हुन सक्दैन किनकि भएको छ त्यो कारणले गर्दाखेरि चाहिँ मैले मिल्दाखेरि मात्रै हुँदैन नेपाल प्रहरीले धेरै दुःख पाउनु भएको छ अझ विशेष गरी धन्यवाद चाहिँ म कसलाई दिन चाहन्छु भने अनिल घिमिरे सर डेट साहब हुनुहुन्छ 4 नम्बर पिल्लरको अपराध महाशाखाको उहाँले चाहिँ धेरै दुःख पाउनु भएको छ मेरो केसमा धेरै लागि पर्नु भएको छ लगायत मेरो बहिनी पवित्र बहिनी पनि लागि पर्नु भएको छ यो केसमा चाहिँ दिदीलाई कुट्ने मान्छे चाहिँ हामीले समात्नु पर्छ भनेर चाहिँ बहिनीले पनि एकदमै मलाई सपोर्ट गरिरहनु भएको छ र म चाहिँ के भन्न चाहन्छु भने नेपाल प्रहरी आज सक्षम भएको छ आज मलाई कुट्ने मान्छे भोलि अनलाइन नकुट्दा भन्छ किनकि पछाडिबाट रड प्रहार भएको छ उसले कहिले औँठीले लागेको छ औँठीले लाग्दाखेरि म आफूले प्रहार गर्दैछ त मेरो अगाडि लाग्नु पनि चोट हो नि त पछाडि कसरी लाग्यो भन्ने कुराहरू जस्तो गरे बुझ्ला होइन उसले कति कुराहरू झुट बोलेको छ अहिले पक्रिनुमा चाहिँ शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई अहिले बाबु खत्री भने कुबेर खत्रीलाई चाहिँ अहिले पक्राउ गरेको छ नेपाल प्रहरीले भक्तपुरको हाम्रो सपना म्याम इन्चार्ज साहब हुनुहुन्छ उहाँ पनि एकदमै राम्रो हुनुहुन्छ उहाँकै कारणको उहाँले नि उहाँहरू कहाँबाट पक्राउ पर्नु भएको भक्तपुरबाट कुन ठाउँमा त्यो चाहिँ मलाई जानकारी छैन त्यो छैन त्यो चाहिँ जानकारी छैन जसरी पक्राउ परिसके पछाडि अब तपाईँले सिसिटिभी फुटेजका कुरा पनि आएन फुटेज मैले हेरेँ किनकि म पीडित हो मैले हेर्न पाउँदो रहेछ मैले पिनकुने चौकीमा हेरिसके पछाडि त्यहाँ किन हानिएको थियो रड त्यस्तो छ एउटा कलम जस्तो छ उसले हानेर भागेको त्यो फुटेजै छ अनि गाडी नम्बर 56 गाडी नम्बरले चाहिँ 12 नम्बरको लर्ड स्प्राइरी गाडीले चाहिँ उसले त्यहाँ हालेर भागेको रहेछ अब पुलिसले निकालेको बायोडाटा हो यो अब कानुनले के गर्छ भन्ने कुरा अब कानुनको हातमा छ म चाहिँ एकदमै विशेष गरी चाहिँ म धन्यवाद दिन चाहन्छु नेपाल प्रहरीलाई चाहिँ अब आजको दिनदेखिबाट चाहिँ मैले नेपाल प्रहरीलाई कहिले पनि गाली गर्दिनँ मैले अस्ति त्यत्रो चोट खाएँ त्यत्रो हाने मलाई नेपाल प्रहरीले म कहिले पनि नेपाल प्रहरीको बारेमा चाहिँ नराम्रो शब्द बोल्दिनँ आज मैले न्याय पाएको छु आज मैले अपराधी समाउने मौका पाएको छु म विशेष गरी सबै नेपाल प्रहरीलाई नेपालमा भएको जति पनि नेपाल प्रहरी हुन्छ सबैलाई म सम्मान गर्छु आज दिनबाट म कुनै पनि नेपाल प्रहरीको बारेमा अनेक शब्दहरू केही पनि बोल्ने छैन त्यो कारणले तपाईँले भन्दाखेरि अब जस्तै तपाईँले त्यहाँबाट सोसियल मिडिया पक्राउ पर्नुभन्दा अगाडि तपाईँले उसलाई आरोप लगाउनु शर्मिला श्रेष्ठलाई आरोप लगाउनु शर्मिला श्रेष्ठले तपाईँले आरोप लगाउनु अब यो केसमा बाहिर तपाईँ पनि मुसिनु भयो अन्य केसमा भने तपाईँलाई पनि सजाय हुनुपर्छ म त त्यसमा किनकि पुण्यदायको केसमा भन्नुभयो होला होइन पुण्यदायको केसमा त म कुनै पनि त्यसमा छैन फेरि उसले त मुखले भनेको छ नि उसले त आफै नै बगेर आएर चाहिँ हो मैले पुण्यलाई हानेको भन्नु शब्द र म कतिखेर त्यहाँ थियो त्यो फुटेजले पनि जानकारी दिएला त्यो कारणले गर्दा म के भन्नु अहिले भने मेरो दाइसँग पुण्य दाइसँग नि कुरा भयो त्यो केसमा चाहिँ मलाई के लाग्छ भने म त्यसमा इन्भल्भ छ भने मलाई पनि कारवाही भन्न चाहन्छु रवि चुडालको त मैले होइन तर किन होइन भने हामी त्यहाँ दाइलाई त्यति रवि चुडाल दाइलाई मैले त्यतिखेर बस्नु है दाइ तपाईँलाई हिर्काउँदैछ है भनेर मैले सुझाव पनि दिएको त्यतिखेर पछाडिबाट आएर हान्यो होइन जानकारी तपाईँलाई यसरी चाहिँ मान्छेले कुटपिट गर्दैछ है तपाईँ नआउनु भोलि रिक्स पनि हुन्छ भने मैले यतै भनेको मैले दाइलाई सम्झाएको पनि थियो र यसमा मेरो पनि कुनै पनि मैले त रवि चुडालको त मेरो घरहरू पनि तिरेँ नि त मैले गलतै गरेको 6,000 घरहरू तिर्यो मैले अब पुण्य राईको केसमा पुण्य राई आफै जानु आफैले आएर बगेको छ शर्मिला श्रेष्ठले चाहिँ मैले पुण्यलाई कुटेको हो भनेर आफैले बगेको कुरा हो नि त मलाई यत्रो पछाडिबाट रड प्रहार गर्दाखेरि मैले शर्मिला श्रेष्ठले मलाई यसरी रड प्रहार गरेको मैले भनेको थिएन ऊ आफै लाइभमा आएर उसले बोलेको हो नि त मैले शर्मिला श्रेष्ठ शर्मिला वाइवालाई मैले कुट्यो यो गर्यो ऊ त आफू भाइरल हुन कि बोल्यो अब अहिले दुःख पाएन त दुःख पाएन है म उसको बारेमा नराम्रो भन्न चाहदिनँ मैले त यति मात्रै साथी के भन्छु म तँलाई भने यति मात्रै के भन्छु भने कहिले गरेको अपराध हो अहिले मलाई तँ र म मिल्छु भने पनि मिल्न पाउँदैन किनकि नेपाल प्रहरीले म मुद्दा उजुरी गरिसक्यो दर्ता भइसक्यो पक्राउ पुर्जी आइसक्यो त्यो कारणले गर्दाखेरि तँसँग म मिल्ने कुरा पनि हुँदैन र मैले कानुनमा कति सहयोग गर्नुपर्छ मैले नेपाल प्रहरीलाई सहयोग गर्नु हो एक त कुरा तैँले आफ्नो कानुनी बमोजिम हिसाबमा कति सजाय भोग्नु छ भोग त्यही भन्न चाहन्छु म माफी माग्छु छुट्टै पर्छु माफी माग्छु भनेर मलाई पटक कुरा चाहिँ आएको प्रकाश भुजेलले ल्याएको कुरा चाहिँ प्रकाश भुजेल सरले ल्याउनु भएको कुरा चाहिँ मैले हुन्छ मैले माफी दिन्छु
आउन त भन्दै फेरि ऊ लाइभमा आएर बोल्यो कि फेरि लाइभमा आएर तँलाई यस्तो गर्छु तँलाई उस्तो गर्छु भने ऊ काभ्रेको जुन ठाउँमा ऊ काभ्रे सुरुवात शर्मिला तैँले गरिस् म अन्त्य गर्छु भन्दा त्यो त अब अहिले देख्नु भयो होला नि होइन मैले उसलाई नराम्रो के भनेको ऊ काभ्रेमा गयो उसले खाएको ठाउँ जुरेर सबै कुरा हामीले पत्ता लगायो बाबु कतिको सँगै रहेछ सबै कहिले स्कुटी कहिले बाइक हरेक ठाउँ उसले चेन्ज गर्यो अनि म हस्पिटलबाट डिस्चार्ज हुने बित्तिकै म लागि नै परेको छु उसलाई पक्रिनुको लागि कि म आज 3 दिन भयो हस्पिटल डिस्चार्ज भएको मैले आज नेपाल प्रहरीको साथ लिएर र नेपाल प्रहरीले मेरो साथ लिएर चाहिँ उसलाई पक्रिनु सफल भएको छ विशेष गरी चाहिँ म यो देशको आइजिपी हाम्रो दीपक थापा दाइलाई चाहिँ म विशेष गरी चाहिँ धन्यवाद भन्न चाहन्छु होइन अब चाहिँ मैले चाहिँ तपाईँहरूको बारेमा अनेक पुलिसहरूको बारेमा नराम्रो भन्दिनँ नेपाल प्रहरीलाई सदाभरि मेरो सलाम पनि छ र नेपाल प्रहरीहरू भनेको हामी जस्तै दाजुभाइ दिदी बहिनी पनि हो सदाभरि म नेपाल प्रहरीकै गुणगान गर्न पाऊँ भन्न चाहन्छु ओके उसो भए यो केसमा चाहिँ अब निर्दोष नहोस् दोषीलाई कारबाही होस् यदि तपाईँ पनि दोषी भयो भने तपाईँलाई पनि कारबाही मलाई त कारबाही हुनुपर्छ किन हुनुपर्छ भने शर्मिला वाइवाले म मान्छे मार्ने मान्छे नै होइन हेर्नुहोस् है म किनभने मलाई यति माया लाग्छ पुण्य गौतम छ नि पुण्य गौतम मैले यो हालत टिका लगाएको मान्छे हो कि पुण्य दाइलाई अस्ति पनि भन्नु मैले यो हालत टिका लगाएको मान्छे मैले पुण्य दाइलाई नराम्रो गरेको छैन म भन्छु यदि म सेटिङ मिलाउने त शर्मिला वाइवाले हो त्यसमा सबै डिटेल आउनु त्यसको मोबाइल सबै उसको मोबाइलले हो नि या त नेपाल प्रहरीले मोबाइल समाएको छ उसको होइन उसको सबै प्रमाणहरू आउनु पर्यो यदि म रहेछ यदि म दोषी रहेछ मलाई पनि कारबाही हुनु पर्यो मलाई पनि हुनु पर्यो तर मैले गलत गरेको छैन उसो भए शर्मिला श्रेष्ठ पनि निर्दोष भयो भने चाहिँ उहाँलाई चाहिँ होइन तपाईँहरूकै इन्टरभ्यू मैले देख्यो उसले आफैले के बोलेछ भने हो मैले पुण्य गौतम कुटेको हेर्नुहोस् है यो मैले बोलेको हो यो होइन नि त उसलाई ऊ आफैले खनेको फल म आफै परेको क्या अहिले हेर्ने तर यो योजना चाहिँ शर्मिला वाइवाले प्रमाण चाहियो नि शर्मिला वाइवाले पुण्य गौतमलाई किन पुटिन भन्नु त पुण्य गौतम शर्मिला वाइवाले किन पुट्ने मैले किन पुट्ने दाइ र मेरो दाइले के बिगार्दैछ मलाई मैले त्यस्तो किन गर्ने पुण्य दाइलाई त मैले किन लगाएको दाइ मैले किन पुट्ने दाइलाई हेर्नुहोस् भाइ टिका लगाएको फोटो छ हाम्रो किन पुट्ने यदि मबाट गल्ती भएको छ भने पनि त्यसको लागि सरी के तर मैले गल्ती गरेको छैन यदि तपाईँ पनि त्यो केसमा संलग्नता छ भने तपाईँलाई पनि कारबाही हुनुपर्छ मलाई मात्र होइन सबैलाई हुनुपर्छ सबैलाई हुनुपर्छ अन्तिममा के भन्नु अन्तिममा म के भन्छु नेपाल प्रहरीलाई नै म विशेष गरी धन्यवाद दिन चाहन्छु भोलि मेरो प्रेस मिट हुँदैछ हाम्रो रिपोर्टर्स क्लबमा म त्यहाँ प्रेस मिट गर्छु नेपाल प्रहरीको लागि एउटा राम्रो सन्देश बोल्छु म त्यसको लागि चाहिँ विशेष गरी चाहिँ नेपाल प्रहरीलाई मेरो धन्यवाद यदि म दोषी छ भने मलाई पनि कारबाही होस् मेरो कल डिटेलहरू निकालोस् मेरो हरेक प्रमाणहरू छानबिन होस् भन्न चाहन्छु समय सम्वादको लागि